आज 27 गते हाम्रो क्लास पहिला इनअर्ग्यानिक केमिस्ट्री। आजको टपिक हाम्रो हाइड्रोजन सल्फाइड। अब हामी हाइड्रोजन सल्फाइडको बारेमा पढ्ने। हाइड्रोजन सल्फाइड पनि के हो? यो सल्फरको के हो? सल्फाइड हो। हामीले पढ्यो अस्ति क्लासमा पढ्यो के सल्फर 3 फर्ममा पाउँदैन। कुन फर्ममा पाउँछ? सल्फाइडको फर्ममा पाउँछ। र H2S पनि एउटा के हो? सल्फाइड। यसबाट हामी के अब्टेन गर्न सक्छौं? सल्फर। भइहाल्छ। अब यसको ल्याबोरेटरी प्रिपरेसन। ल्याबोरेटरी प्रिपरेसन। यसको ल्याबोरेटरी प्रिपरेसनमा के छ? यसको ल्याबोरेटरी प्रिपरेसनमा के छ भन्दाखेरि प्रिन्सिपल भइरहेछ के यो ल्याबमा कसरी बन्छ? when we treat dilute acid with iron sulfate। जब हामीले यो डाइल्युट एसिड कुनै पनि एसिडसँग यो आइरन सल्फेटमा रिएक्सन गराउँछौं तब के हुन्छ? हाम्रो H2S बन्छ। हेर्ने अब रिएक्सन FeSO सल्फेट SO4 प्लस H2SO4 एकचोटि लिइरहेछु अनि एकचोटि HCl लिइरहेछु। अब अस्ति मैले सिकायो के सिकायो? हामीले मानव चाहिँ रिएक्सन गर्न आइरहेको छैन, तर यो थाहा छ कि आइरन सल्फेट बन्यो कि डाइल्युट एसिड बन्यो के हो। त्यति त बुझ्न सक्छ नि। हामीले जेको ल्याबोरेटरी प्रिपरेसन गरिरहेछौं त्यो त बन्छ, सबै कन्फर्म छ त्यो बन्छ। मैले पहिला त्यही लेखिदिएको छु, H2S नै लेखिदिएको छु, किनभने यही हामीले बनाउनु छ। अनि हाम्रो रिएक्सन पनि छ। यो डाइल्युट एसिडले लिए, यता पनि डाइल्युट एसिडले लिए, अनि यो फेरि आइरन सल्फेटको फर्मुला हो यो हाम्रो। अब हामी हेर्ने H2S आइसक्यो, एउटा S आइसक्यो, एउटा S आइसक्यो। अब के बन्छ यो? अब यो आइरन बाँकी छ, फेरि S अनि SO4 बाँकी छ, त्यसैतिर के बनिहाल्छ? Fe के भन्छ? यसमा सायद पानी पनि बन्छ के हाइड्रोजन। एउटा यहाँ आइसक्यो, एउटा यहाँ आइसक्यो। अब यता बाँचिरहेछ के आइरन बाँचिरहेछ, अक्सिजन बाँचिरहेछ र क्लोरिन बाँचिरहेछ। के बन्छ हेर्ने। यसमा भनिरहेछ FeS हुन्छ। यसमा भनिरहेछ के सल्फाइड होला, त आइरन सल्फाइड, मैले सल्फेट लेखेको छु, सल्फाइड त्यसैले पाइरहेछ यहाँ आइरन सल्फाइड। अब हाम्रो रिएक्सन
यस त एउटा यस आइसक्यो अनि अब के बाँचिरहेछ यो यस गइसक्यो यताबाट एउटा यस गइसक्यो हुनाले अब SO2 बाँचिरहेछ Fe बाँचिरहेछ यहाँ आएर के बनिरहेछ FeSO4 बनिरहेछ यहाँ पनि FeSO4 आइरन सल्फेट बनिहालिरहेछ यहाँ क्लोरिन छ भने FeCl2 एकचोटि फेरि बताइदिरहेछु मसँग त्यो बेला गल्ती भयो के भनिरहेछ पहिला हाइड्रोजन सल्फाइड के हो रिपिट गरिदिरहेछु हाइड्रोजन सल्फाइड केही होइन हामीलाई अस्ति पढ्यो सल्फर हुन्छ जुन फ्री स्टेटमा पाउँदैन त्यो के को फर्ममा पाउँछ सल्फाइडको फर्ममा पाउँछ सल्फाइडको फर्ममा पाउँछ अनि सल्फेटको फर्ममा पाउँछ ठिक छ त्यसै के भनिन्छ यदि सल्फाइडहरूमध्ये सल्फाइड सल्फेट र सल्फाइडहरूमध्ये हामीले हाम्रो सिलेबसमा दुईटाको बारेमा पढ्नु छ एउटा सल्फर डाइअक्साइड अनि एउटा हाइड्रोजन सल्फाइड हामीले सल्फर डाइअक्साइड पहिलाको क्लासमा गरिसकेछौँ अब आजको क्लासमा के गर्ने हो हाम्रो हाइड्रोजन सल्फाइड अब हाइड्रोजन सल्फाइड ल्याबमा कसरी बनाउने हाइड्रोजन सल्फाइड ल्याबमा बनाउनको लागि हामीले के गर्नुपर्छ यो डाइल्युट एसिडमा आइरन सल्फाइड राखेर के गर्नुपर्छ हिट गर्नुपर्छ when it prepared यसमा के भन्छ एक्सन भन्ने यिनीहरूको रियाक्सन गराउनुपर्छ ठिक छ त त्यही त्यो बेला मैले गल्ती लेखेँ यहाँ सल्फेट लेखेको थिएँ आइरन सल्फेट हुँदैन सल्फाइड हुन्छ आइरन सल्फाइडको फर्मुला यो भयो अनि एसिडको डाइल्युट एसिड छ भने यता डाइल्युट एसिड मैले दुईटा लिएछु एउटा सल्फरसँग बनाएको छु सल्फ्युरिक एसिडसँग अनि एउटा के भन्छ हाइड्रोक्लोरिक एसिडसँग बनाएको छु त्यो बेला मैले रङ बनाएको थिएँ तर अहिले हामी हेर्ने मैले अस्तिको क्लासमा के भनेको थिएँ मानव चाहिँ हामीलाई रियाक्सन गर्न आइरहेको छैन भने यति थाहा छ जुन कुरा बनाउनु छ त्यो त कुरा बन्छ यता त्यो त कुरा बन्छ अब जुन कुरा बनाइरहेछ हो त्यसको हाम्रो प्रिन्सिपल पनि त्यही भइरहेछ आइरन सल्फाइड भयो डाइल्युट एसिड भयो त्यो मिलाएर के बनिरहेछ हाम्रो यो HTS बनिरहेछ HTS बनिसक्यो अब छुट्यो कम्पाउन्डहरू यहाँ लेखिदिने त्यही लेखिदियो अलिकति म पनि कन्फ्युज भएँ तर तपाईँहरू नहुनुलाई एकचोटि प्र्याक्टिस गरेपछि भइहाल्छ त्यसपछि भनिरहेछ कि हामीले यो रिजनिङ क्वेसन तपाईँहरू नोटमा पनि हेर्नु होला कङ्क H2SO4 र कङ्क HNO3 हामीले किन युज गर्दैनौँ किनभने तिनीहरूको अक्सिडाइजिङ पावर बढी हुन्छ यस्तो छ यता क्वेसन एउटा छ why we not use conc acids in preparation of H2S एउटा रिजनिङ क्वेसन हो त यसको लागि पहिला कि त हामीले रियाक्सन पहिला नै बनाइदियो तीन-चार लाइन छोडेर हैन भने हामी के गर्ने पहिला रियाक्सन के भनिन्छ पहिला लेख्ने तब रियाक्सन गर्ने पहिला म के गर्छु पहिला हामी रियाक्सन गर्ने त लेख्नको लागि पछि लेखिदिने यहाँ भयो अब रियाक्सनमा के गर्ने छ त्यही सेम यस्तै बनाउने FeS भइहाल्छ हाम्रो अनि एसिडको ठाउँमा कुन भइहाल्छ कङ्क भइहाल्छ कङ्क H2SO4 भइहाल्छ यसमा के आउँछ हाम्रो यसमा तपाईको आउँछ के Conc H2S cannot be used for the preparation of H2S gas due to their oxidizing power. यसको रियाक्सन हाम्रो नोटमा छैन
तर हामीले आफूले बनाउँदाखेरि यहाँ H2S त बन्दैन, अर्कै कुरा बन्छ। ठिक छ, हामी आफूले यदि यसको रियाक्सन बनाउँछौँ त हाम्रो के भनिरहेछ यो थ्योरीमा, जे हामीले जब कम एसिडहरूसँग रियाक्सन गराउँछौँ नि त्यहाँ यो H2S बन्दैन। किन बन्दैन? किनभने यसको अक्सिडाइजिङ पावर के छ, धेरै छ। भन्नाले के भइहाल्छ, यो आफू अक्सिडाइज भई आफू रिड्युस भई अरूलाई अक्सिडाइज गर्ने गर्छ। यानि कि यो आफै अक्सिजनबाट फ्री भइहाल्छ अनि अरूलाई अक्सिजन दिइहाल्छ। मेबी कहीँ यो H2S नबनेर कहीँ दोस्रो अर्को कम्पाउन्ड बनिरहेको होला, त्यसैले युज गर्दैन। हामीले त यो रियाक्सन पनि यसको एन्सरमा के भइहाल्छ, जे कम एसिड are not used in the preparation of H2S because corn acids have high oxidizing power, which in the reaction H2S is not formed. यो बुक कपीको ल्याङ्ग्वेज होइन, मेरो ल्याङ्ग्वेज हो। तपाईँ पनि आफैले आफ्नो ल्याङ्ग्वेज बनाएर लेख्नु होला। सिम्पली के भनिरहेछ नि, यो एसिडसँग कम एसिडसँग H2S बन्दैन। त लेख्न त आइहाल्छ नि, यो एसिड प्रयोग गर्छु भने कन्सन्ट्रेटेड एसिड प्रयोग गर्छु भने H2S बन्दै बन्दैन। जब जुन कुरा बनिरहेको छैन भने त्यो कुरा युज गरेर के फाइदा, कुनै फाइदा छैन। त्यसपछि भनिरहेछ यो हाम्रो नोटमा छ, H2S gas collected in the gas jar by upward displacement of air. H2S gas is purified by passing magnesia and dried with anhydrous CaCl। त्यसलाई नै त्यो अलिकति बताएको छु अस्ति क्लासमा। फेरि यसको अब आज हामी फिजिकल प्रोपर्टी पढ्ने, एक्चुअली रिपिट भइहाल्छ। यति त सायद समझमा आएको होला, सायद आइहालेको होला। फिजिकल प्रोपर्टिजमा केही छैन, म पढाउन नै सुनाइदिरहेको छु। यो कलरलेस हुन्छ, सडेको अन्डा जस्तो स्मेल आउँछ यसको। पानीभन्दा भारी हुन्छ, पानीमा हावाभन्दा भारी हुन्छ, पानीमा होइन, हावाभन्दा भारी हुन्छ, पानीमा घुलनशील हुन्छ, पानीमा घुल्ने गर्छ। पोइजनस ग्यास हो, जसले गर्दा भोमिटिङ जस्तो भइहाल्छ। इफ हामीले इनहेल गर्यो भने टाउको दुख्न थाल्छ, अझै पनि सिम्टम्सहरू देखा पर्छ। अनि यसको बोइलिङ पोइन्ट हो -61 डिग्री सेल्सियस, मेल्टिङ पोइन्ट हो -85 डिग्री सेल्सियस। यही यसको फिजिकल प्रोपर्टिज इक्जाममा सोध्दैन। यो च्याप्टरबाट सोध्ने भनेको मात्र के हो, रिड्युसिङ प्रोपर्टी अफ H2S। अब हामी आउने केमिकल प्रोपर्टिजमा फर्स्टमा के भनिदिएछ, रिड्युसिङ प्रोपर्टिज। ठिक छ, त्यसपछि रिड्युसिङ प्रोपर्टिजको 7वटा दिएछ, खाली रिड्युसिङ प्रोपर्टिजको। अनि एउटा के छ, एक्सन विथ कटायन्स। हामीले 7वटा बनाउनु पर्दैन इक्जाममा, 1-2वटा कुनै बनाएर हामी एक्सप्लेन गर्न सक्छौँ। अस्ति सल्फर डाइअक्साइडमा हामीले के पर्यो, सल्फर डाइअक्साइडसँग दुईटै प्रोपर्टी छ, अक्सिडाइजिङ प्रोपर्टी पनि छ र रिड्युसिङ एजेन्टको काम पनि गरिरहेछ, याद राख्नु। ठिक छ, त्यो दुवैमा काम गरिदिरहेछ यसो।
के भनिरहेछ एक नम्बरमा इट रिड्युसेस हेलोजन्स इन्टु हेलो एसिड हेलोजन्स इन्टु हेलो एसिड यो SO2 ले हेलोजन्सलाई मैले के मान्ने छु सर जस्तै बनाऊ कि आफूले बनाऊ ल मानव कुनै मैले यो हेलोजन लिए यो क्लोरिन हेलोजन हो नि हो पहिला यसको बेसिक लेखिदिएको छु यस्तै छ के बनाइरहेछ 2HX प्लस यस हेलोजन्स इन्टु हेलो एसिड अब यता यो यसो H2S 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 प्लस क्लोरिन मिलेर के बनाइदिरहेछ 2HCl प्लस के सल्फर सल्फर के को फर्ममा छ सोलिड को फर्ममा छ त्यसैले तल बसिरहेछ यो हेलो एसिड भन्नाले के सब जस्ट एसिडमा कन्भर्ट गरिदिएछ हेलोजन यो हेलोजन हो क्लोरिन त्यसले केमा चेन्ज गरिदियो एसिडमा चेन्ज गरिदियो त्यही हो हेलो एसिड यसले के हेराइरहेछ रिड्युसिङ प्रोपर्टिज भन्नाले के अरूलाई के गर्ने अरूलाई आफू 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 अक्सिडाइज हुने अरूलाई रिड्युस गर्ने जस्तै आफू के भइरहेछ हामीले यसको नयाँ कन्सेप्टमा जानुपर्छ अस्ति मैले बताएको थियो रिड्युसिङमा के हुन्छ रिड्युसिङमा हुन्छ एडिसन अफ के हाइड्रोजन एन्ड रिमुभल अफ के एडिसन अफ हाइड्रोजन एन्ड इलेक्ट्रोपोजिटिभ एलिमेन्ट्स एन्ड रिमुभल अफ ऑक्सीजन एंड इलेक्ट्रोनेगेटिव एलिमेंट्स जस्ट ऑक्सीडेशन को उल्टा यहाँ एडिशन अफ हाइड्रोजन भयो कि भएन यहाँ यहाँ यसमा के भयो क्लोरिनमा हाइड्रोजन एड भएर हेलो एसिड बनाइदियो यानी कि एसिड को फर्ममा चेन्ज गरिदियो बुझ्नु एकचोटि राम्ररी भइहाल्छ कुनै गाह्रो छैन 2 नम्बरमा के भनिरहेछ SO2 लाई पनि के गरिदिरहेछ सल्फरमा चेन्ज गरिदिएछ त हामीले यो रिएक्सन हामीले पढेको छ H2S SO2 अब यसमा यसमा चेन्ज गरिरहेछ भने यता यस आइहाल्छ हो त यस आइसक्यो अनि एउटा पानी बनिहाल्छ किनभने अब हामी ब्यालेन्स गर्ने यस थियो यस आइहाल्यो अब अक्सिजन अनि हाइड्रोजन बाँचिरहेको अक्सिजन हाइड्रोजनलाई के बनिहाल्छ पानी अब हामी ब्यालेन्स गर्ने अब यता हाइड्रोजन दुईवटा छ दुईवटा भयो अक्सिजन कतिवटा छ दुईवटा तर यहाँ अक्सिजन कतिवटा छ एकैवटा छ फेरि यस यता यता कतिवटा छ दुईवटा अनि यता छ यस एउटा के भनिन्छ यहाँ 2 राखिदिन्छु यहाँ 2 राखिदिन्छु यो भइहाल्यो 4वटा हाइड्रोजन 2वटा सल्फर एउटा 3वटा सल्फर अक्सिजन 2वटा यता 3 भइहाल्छ हाम्रो यो ब्यालेन्स भयो यो हामी पढेछौँ SO2 मा यो SO2 लाई केमा चेन्ज गरिदिरहेछ रिड्युसिङ प्रोपर्टीले गर्दा रिड्युसिङ प्रोपर्टीले गर्दा SO2 सल्फरमा चेन्ज भइहाल्छ जब यो दुवैको रिएक्सन गराएको हुन्छ भने त्यो समझमा आएछ भने ठिक छ आएछ भने सोध्नु बसेर मात्र नबस्नु
इजी छ, एकचोटि प्र्याक्टिस गर्दा भइहाल्छ, कुनै गाह्रो छैन। फर्स्ट वालामा के भन्यो, एसिडमा चेन्ज गरिदिरहेछ। सेकेन्ड वालामा के भन्यो, यो पनि रियाक्सन हेराएर हामीले इक्जाममा हेराउन सक्छ जे यो रिड्युसिङ प्रोपर्टी काम गरिरहेछ, रिड्युसिङ प्रोपर्टी सो गरिरहेछ। तर हाम्रो सरले के भन्नुभयो, यो क्रोमेटवाला अनि म्याङ्गनिजवाला एकचोटि त्यही याद गर्ने, किनभने टिचरले त्यही खोज्छ। त्यो पनि हामीले तेस्रोमा के भनिरहेछ, यो रिड्युसिङै प्रोपर्टी पढिरहेछ मैले, रिड्युसिङै प्रोपर्टी, ठिक छ। तेस्रोमा के भनिरहेछ, इट रिड्युसेस कङ्क HNO3 इन्टु NO2। यो कङ्क H कति इजी छ, NO3 इन्टु NO2। यो त आफै भनिदिरहेछ जे यसमा यसलाई यसमा चेन्ज गर्छ। मान यसरी पनि त हामीले भनिदिन्छ एक्सन विथ HNO3 यो नदिएर, तब त हामी कन्फ्युजै भइहाल्छ जो के बन्छ। तर त यहाँ बताइदिरहेछ यससँग रियाक्सन गराउँदा यो बन्छ, H2S प्लस कङ्क HNO3। त यो जब भनिरहेछ यो बन्छ भने स्योर छ यो बन्छ, मैले यो बनाइदिएँ, ठिक छ। अब हाम्रो के बाँचिरहेछ, यन आइसक्यो, अक्सिजन आइसक्यो, अब बाँचिरहेछ के हाम्रो हाइड्रोजन बाँचिरहेछ। H2S छ नि, हाइड्रोजन बाँचिरहेछ र एउटा सल्फर बाँचिरहेछ। के भनिहाल्छ, के भन्छ, चेन्ज HNO3। अच्छा हामी के पढिरहेछ, रिड्युसिङ प्रोपर्टी पढिरहेछ। रिड्युसिङमा के पढ्यो हामीले, एडिसन अफ हाइड्रोजन एन्ड इलेक्ट्रोपोजिटिभ एलिमेन्ट्स। त आफू के भइहाल्छ, आफू अक्सिडाइज हुन्छ। यो मेबी सल्फर अक्सिडाइज भएर SO2 बनाउँछ के भाइ, ट्राई गर्नु। अनि अरूलाई के दिइहाल्छ, अरूलाई हाइड्रोजन दिइहाल्छ, हाइड्रोजनको लागि के बाँचिरहेछ फेरि, एकचोटि हेर्ने, सल्फर त बनेको छ अनि यता पानी बनिहालिरहेछ, H2 बनेछ। सरको रिएक्सन हेर्दा यहाँ छ 2, ठिक छ, यहाँ 2 छ, यो पानी बन्यो हाम्रो दुईटा यो बन्यो। यो रिएक्सनमा म पनि कन्फ्युज भयो, किनभने आफू के हुने 3 हुने, मतलब आफू रिडक्सन छ भने आफू अक्सिडाइज हुने हैन। अनि एडिसन अफ के भयो यसमा, एडिसन अफ हाइड्रोजन प्लस इलेक्ट्रोपोजिटिभ एलिमेन्ट्स। चौथोमा के भनिरहेछ, यो बनाउँदाखेरि सायद सम्बन्धमा हुन्छ होला, H2SO4 सँग रिएक्सन गराउँदा केमा चेन्ज भइहाल्छ, SO2 मा। त यो H2S प्लस H2SO4 केमा चेन्ज हुन्छ, यो SO2 त बन्छ हाम्रो, किनभने SO2 भनिदिएछ। अझै के बन्छ, SO2 पनि बन्छ, यो S पनि बन्छ हो नि, किनभने दुईटा छ, दुईटा बनिहाल्यो, एउटा सायद पानी बन्छ होला। के बनिरहेछ, हो त्यही बनेछ, पानी बनिरहेछ, SO2 बनिरहेछ र S बनिरहेछ। यो सही छ, सही छ। अब यो वाला करेक्ट छ। हामी हेर्ने रिएक्सन यो जुन छ नि, हेरेर आफूले पनि बनाउन सक्छौ, गल्ती बने पनि केही छैन, काट्नु जरुरी छैन, भइहाल्छ, चेक भइहाल्छ, सब चलिहाल्छ, को हेर्न जान्छ त्यसमा। यहाँ अलिकति बुझिलिनु फेरि, H2S लाई HNO3 सँग रिएक्सन गराउँदा पानी बनिरहेछ, NO2 बनिरहेछ र S बनिरहेछ। हामी सिम्पली के नोटिस गर्ने,
अहिलेसम्म मैले 4 वटा बताएँ, 4 वटामा लास्टमा यस यस बन्दै गइरहेछ। त यो सफा रटिलिनु दिमागमा, बसाइलिनु दिमागमा जे रिड्युसिङ प्रोपर्टीमा लास्टमा सल्फर बन्दै गइरहेको छ। सल्फर बन्दै गइरहेको छ, जुन कुरा बनिरहेछ बन्छ त्यो कुरा पनि बन्दै गइरहेछ। यहाँनिर दुईटा त हामीले एन्सर थाहा भयो प्रोडक्टमाको, एउटा यो बन्छ एउटा सल्फर बन्छ। अनि बचेको कुरा लेखिदिए, बचेको कुरामा हेरिरहेको छु मैले खालि पानी बन्दै गयो। तीनटा रिएक्सनमा पानी नै H2 नि बन्दै गयो। रट्नु छ भने यसरी पनि रट्न सक्नुहुन्छ, अनि खैर रट्नु छैन भने केही छैन, बुझेर बनाउनु होला। ल अब 3 वटा जुन छ त्यो इम्पोर्टेन्ट छ। यो इजी पनि छ, खालि हामी भन्छौँ रिएक्सन यसको अलिकति ठुलो छ तर इजी छ। It reduces acidified potassium permanganate solution. The pink color of this changes into colorless. के भनिरहेछ भने यो यसमा acidified reaction with acidified हाम्रो KMnO यो दिएछ। यसरी गर्यो भने के भइहाल्छ यो पोटासियम परम्याग्नेटमाको जुन पिङ्क कलर हुन्छ त्यो केमा चेन्ज भइहाल्छ, कलरलेस भइहाल्छ। ठिक छ, त यो एसिडिफाइड हो। त पहिला हामीले एसिडसँग यसले रिएक्सन गराउने, एसिडमा जुन पनि लिन सक्छौँ, तर हाम्रो सरले H2SO4 लिनुभएछ, मैले त्यही लिएँ। अब हेर अस्ति हामीले के भन्यो, यस्तो कन्डिसनमा पानी त स्योर बन्छ। ठिक छ, यो KSO4 सँग रिएक्सन गरेर K2SO4 बनाउँछ, MnSO4 बनाइदिन्छ, अनि लास्टमा न्यासेन्ट अक्सिजन। त्यही बनेछ। अब हामीले के गर्ने, ब्यालेन्स गर्ने। अब यहाँ ब्यालेन्समा यहाँ 3 वटा छ, ठिक छ, यहाँ 5 वटा छ, अनि यहाँ 2टा छ, यहाँ 3टा छ। ठिक छ, अब यो वाला कम्पाउन्डमा हामीले के गर्ने, अब यसमा हामीले H2S राख्ने। त हाम्रो त्यता नेसेन्ट अक्सिजन कतिवटा छ, 5 वटा छ। त त्यसले त हटाउनु पर्यो पहिला। त्यो हटाउनको लागि पहिला मैले नेसेन्ट अक्सिजन लिएँ। ठिक छ, अनि यता H2S लिएँ। यिनीहरूको H2S सँग रिएक्सन गराउँछु, यहाँ अक्सिजन छ, यहाँ हाइड्रोजन छ, स्योर छ पानी बनिहाल्छ। प्लस यो यस बन्छ, किनभने हो बन्छ, त्यही बन्छ, त्यही बनिरहेछ। अब यता 5 वटा छ भने यता पनि मैले 5 ले मल्टिप्लाई गरिदिएँ। अब यो क्यान्सल भयो हाम्रो। अब यहाँ के भने 2K MnO4, ठिक छ, प्लस 3H2SO4, यो हाम्रो भयो एसिडिफाइड पोटासियम परम्याग्नेट भयो हाम्रो। अनि के भन्छ, यहाँ हामीले केसँग रिएक्सन गराइरहेछौँ, त H2 5 वटा, यहाँ 5 ले मल्टिप्लाई गर्छु, 5 H2S सँग रिएक्सन गराइरहेछौँ भने हाम्रो के बन्छ, के बनिरहेछ, यो बन्छ अनि पानी बन्छ। त यो K2SO4 प्लस MnSO4 प्लस 3 5 8 वटा H2
बन्छ एकचोटि हेर्ने त हो त्यही बनिरहेछ। अनि 5 वटा हाम्रो यो ग्यास पनि बन्छ सल्फर ग्यास 5 ग्यास ग्यास हैन यो सोलिडको फर्ममा छ। तल हेरेर जानु भनेको सोलिडको फर्ममा प्रेसिपिटेटको फर्ममा, माथि हेरेर जानु भनेको ग्यास हो। एक्यू भनेको एक्वास हो। ठीक छ बुझ्नु। त्यस्तै हाम्रो दिएछ यो क्रोमेटलाई पनि के गर्छ, क्रोमेटलाई पनि के गरिदिन्छ ग्रीन कलरमा चेन्ज गर्छ। त्यसमा भएको ऑरेंज कलरलाई केमा चेन्ज गरिदिन्छ, ग्रीन कलरमा चेन्ज गरिदिन्छ। ल एकचोटि यो पनि हेरिलिन्छ हामी। रिएक्सन विथ acidified K2Cr2O7 यो पोटासियम डाइक्रोमेट भन्छ। यसरी लेखेर दिदिन। यसमा भएको ऑरेंज कलर केमा चेन्ज हुन्छ, ग्रीनमा चेन्ज हुन्छ। यता पनि रिएक्सन गर्ने K2Cr2O7 प्लस हाम्रो एसिड, एसिडमा H2SO4 एसिड मैले लिए। यसको रिएक्सन बनाउँछ भने अस्ति नै भने थियो K2 ले जसँग रिएक्सन गर्छ त्यसैसँग रिएक्सन हाम्रो Cr2 ले पनि गर्छ। ठीक छ पानी स्योर छ बन्छ नि बन्छ अनि हाम्रो एउटा यो नेसेन्ट अक्सिजन बनिहाल्छ। हेर्ने त कपीमा। ल यति ठीक छ। मैले अब मलाई यसले अब के गर्नुपर्छ, ब्यालेन्स गर्नुपर्छ। यो बिना मैले यो रटेको पनि छैन न याद गरेको छु। मैले के मात्र बुझेको छु भने यो जुन के छ हाम्रो पोटासियम छ, पोटासियम जससँग रिएक्सन गर्छ त्यसैको साइडमा यो के छ एमएन छ, एमएन पनि त्यसैसँग रिएक्सन गर्छ। त्यस्तै यहाँ यो पोटासियमले यता जससँग रिएक्सन गरिरहेछ त्यससँग रिएक्सन हाम्रो यो Cr2 ले पनि गरिरहेछ। त्यो कुरा मैले बुझेछु। अनि एउटा के बुझेछु, पानी बन्छ नि बन्छ अनि नेसेन्ट अक्सिजन बन्छ नि बन्छ। यति कुरा मैले बुझेछु। अब यसले धेरैजना भन्छ होइन यो पनि त यादै भयो। र ठिक छ मान्नले मैले यादै गरेँ, तर मैले याद गर्नेवाला काम गर्दिनँ, मैले सम्झिनेवाला काम गर्छु, बुझ्नेवाला काम गर्छु। तपाईँहरूले जसरी याद भइरहेछ त्यसरी नै याद गर्नुहोला। हुन्छ ल अब त्यो अक्सिजनलाई हटाउनु छ र मैले यो लेखिदिएँ। अब H2S लेखिदिएँ। अब यता पनि यही वाला बन्छ, पानी बनिहाल्छ अनि सल्फर बनिहाल्छ। त्यहाँ अब ब्यालेन्स गर्नको लागि यहाँ कतिवटा दिएछ भाइ हाम्रो कपीमा, 4 वटा पानी छ, यो 3 वटा छ। ठीक छ अब भयो। अनि यता 4 छ र यता 3 छ भने मैले 3 सँग मल्टिप्लाई गरिदिएँ। यो यस कटिहाल्यो हाम्रो, यो अक्सिजन कटिहाल्यो। अनि यो K2Cr2O7 यो 4 वटा H2SO4 यो दुवै मिलेर एसिडिफाइड हाम्रो बनिहाल्यो। एसिडिफाइड Cr2 भयो प्लस यो H2S भयो। H2S सँग रिएक्सन गराइदियो भने अब यो K2SO4 प्लस Cr2SO4 को होल 3 प्लस 4H2O सरी यता H2 7H2 भइहाल्छ। 3 यताको 4 उताको 7H2O अनि हाम्रो 3 वटा सल्फर ग्यास, सल्फरको प्रेसिपिटेट। यसले यो कम्पाउन्डले गर्दा केमा यो चेन्ज भइहाल्छ हाम्रो एसिडिफाइड जुन ऑरेंज कलरको थियो अब यो कुन कलरको भइहाल्छ, यो भइहाल्छ ग्रीन कलर भइहाल्छ। अनि यो भइहाल्छ कुन हाम्रो यता कलर ग्यास। यता पनि लेखेर हामी छोड्दै यति गर्दा पनि हाम्रो भइहाल्छ यो रिड्युसिङ प्रपर्टी जो एक्स्ट्रामा केही लेख्नु पर्दैन भयो। अब एउटा के भनिरहेछ, फेरिक साल्ट रिड्युसेस इन्टु फेरस साल्ट। ठीक छ त येलो कलर अफ फेरिक क्लोराइड इज चेन्ज इन्टु लाइट ग्रीन। यति त भएको होला। यो समझमा सायद आएको होला। आएछ भने ठिक छ, आएन भने एकचोटि अझै सम्झ्नु। अनि अहिले केही सोध्नु छ भने सोध्नु त छिट्टो। कसैले केही सोध्नु छ भने सोध्नु छैन।
अब यो लास्टमा मैले रिड्युसिङ प्रोपर्टीको के भनिरहेछ, फेरिक साल्टलाई केमा फेरस साल्टमा चेन्ज गरिरहेछ अनि फेरिक क्लोराइडमाको भएको येलो कलरलाई केमा चेन्ज गरिरहेछ, लाइट ग्रीनमा। हामीले रियाक्सन गर्नु यो हाम्रो H2S भयो। फेरिक साल्ट भनेको फेरिक क्लोराइड हुन्छ, ठीक छ, यसमा 3 हुन्छ, भ्यालेन्स भयो हाम्रो, केमा चेन्ज गरिदिरहेछ, फेरस साल्टमा। त FeCl2 होला मेबी, ठीक हो, त्यही हो FeCl2 अनि एसिड अनि यस अनि यही हो, ठीक छ, ब्यालेन्स छ, यहाँ एउटा क्लोरिन छ, 6वटा क्लोरिन, 2टा आइरन, 2 हाइड्रोजन, 2 क्लोरिन को होगा, 2 को बाह्य क्लोरिन को होगा, 6 होगा, यहाँ 6 होगा, यस, ल ब्यालेन्स छ। अब के भनिरहेछ, यो जुन फेरिक क्लोराइड हो, फेरिक क्लोराइड यो छ येलो कलरको, यसलाई केमा चेन्ज गरिदिरहेछ, लाइट ग्रीनमा। यो जुन हाम्रो आयो यो हो लाइट ग्रीन। यो हाम्रो हामीले कन्फ्युज गर्नको लागि सरले त्यति लेख्नु भएको छ, तर त्यति हुँदैन, सिम्पली यति बुझ्न सक्छौ, यो फेरिक क्लोराइडमा भएको येलो कलरलाई केमा लाइट ग्रीनमा चेन्ज गर्छ, ठीक छ, त्यही हो, यो साल्ट हाम्रो, यो के हो, यो फेरिक साल्ट हो, फेरिक साल्ट, यो फेरस साल्ट। अनि अब 2 नम्बरमा के छ, यो भयो हाम्रो रिड्युसिङ। 2 नम्बरमा के छ, एक्सन विथ कटायन्स। कटायन्स भन्नाले के, यो मेटल नै कटायन्समा हुन्छ। के भनिरहेछ, SO2 act as an analytical reagent for the detection of group 3b basic radicals. Group 3b basic radicals are precipitated in the form of sulfide in an alkaline medium. के भनिरहेछ, यो H2S नि ग्रुप बी एलिमेन्ट, ग्रुप 3b को बेसिक रेडिकलहरूलाई पत्ता लगाउनमा काम लाग्छ। अनि यो H2S पत्ता लगाउने समय के गर्छ, जब रियाक्सन गर्छ त केमा बनाइदिन्छ, सल्फाइडको फर्ममा चेन्ज भइहाल्छ। त्यहाँ त दिएछ हाम्रो के एउटा रियाक्सन Zn प्लस H2S। यो के भन्यो, हाम्रो थ्योरीले के भनिरहेछ, प्रेसिपिटेट बनाइदिन्छ, अनि सोलिडको फर्ममा गरिदिन्छ, अनि सल्फाइड बनाइदिन्छ। हामीले के बुझिसक्ने, यहाँ यो सल्फाइड बनाउनु भनेको सल्फर एड हुनु, अनि यो हाइड्रोजन साइड उडिहाल्छ, H यता छ, यस्तो छ, 2H प्लस छ, यही हो। अनि अर्को एउटा के छ, निकलको छ, यो निकल डबल प्लस छ, H2S, अनि यसलाई रिएक्सन गराउँछ भने हाम्रो निकलमा यस एड भइहाल्छ, अनि 2H प्लस, ठीक छ, यही हो, यही बुझ्नु छ जे सल्फरको कम्पाउन्ड बनाइरहेछ, सल्फाइड बनाइरहेछ भने त्यसमा सल्फर एड हुनु हो, यसमा त्यही हो, यही भनेछ। अनि युजेज अफ H2S मा के भने क्वालिटेटिभ एनालाइसिसमा युज हुन्छ इनअर्ग्यानिक साल्टहरूको, रिड्युसिङ एजेन्टमा युज हुन्छ, अनि युज इन द प्रिपरेसन अफ मेटल सल्फाइड्स विच आर युज एज पिगमेन्ट। अनि मेटल सल्फाइड बनाउनमा काम लाग्छ, जुन कि कस्तो हुन्छ, पिगमेन्ट भन्नाले कलरफुल हुन्छ। H2S त सायद समझमा आएको होला, यति सम्झाएछु त मेबी आइहालेको होला। अब अलिकति हामीले हेलो अल्केनको बारेमा पढ्ने।
हेलोजेन्स हेलोजेन्स के बारेमा पढ्नु छ। हेलो अल्केन्स को बारेमा। हेलोजेन्स भनेको के हो? ग्रुप 7A एलिमेन्ट हो। ठीक छ। अब हेलोजेन्समा पनि हामीले बेसिकमा कतिवटाको पढ्नु छ? यहाँ 3वटाको पढ्नु छ हेलोजेन्समा। कुन को पढ्नु छ? एउटा क्लोरिनको पढ्नु छ, एउटा ब्रोमिनको पढ्नु छ, अनि एउटा आयोडिनको पढ्नु छ। ठीक छ। र त्यही के भनिरहेछ? पहिला हामीले क्लोरिनको हेर्ने। क्लोरिनको ल्याबोरेटरी प्रिपरेसन अफ क्लोरिन। कसलाई के सोध्नु छ? ब्रोमिन पढ्नु छैन। पढ्नु छ? बिआर को मतलब के हुन्छ? ब्रोमिन हुँदैन? तिमीले भने कि 3वटा पढ्नु छ, त्यही भएर सोधे। के? तिमीले भने न कि 3वटाको पढ्नु छ। 3वटाको पढ्नु छ, क्लोरिनको, ब्रोमिनको र आयोडिनको। फ्लोरिन पढ्नु छैन। फ्लोरिन छैन। राम्रो। सरले कहाँ लेखाउनु भएको छ? मेरो कपीमा छँदैछ। एकचोटि म सिलेबसमा हेरिदिन्छु कस्तो छ। त्यसबाट मात्र एउटा इम्पोर्टेन्ट के हेराइरहेछ? खालि ब्लिचिङ एक्सन अफ क्लोरिन हेराइरहेछ। भयो। एउटा त्यही इम्पोर्टेन्ट हुन्छ। अनि डायग्राम पनि सोधेछ। क्लोरिनको डायग्राम पनि सोधेछ। त्यसैले सबैजना डायग्राम हेर्नु। के भनिरहेछ? ल्याबोरेटरी प्रिपरेसन अफ क्लोरिन। क्लोरिन इज prepared in the laboratory by heating a mixture of sodium chloride, manganese dioxide र concentrated ethanol। क्लोरिन कब बन्छ? प्रिन्सिपलमा इसको प्रिन्सिपलमा जब we heat के हिट गर्छौ? सोडियम क्लोराइड त्यसपछि के छ? मैंगनीज डाइऑक्साइड अनि के? कन्सन्ट्रेटेड पंक सल्फ्यूरिक एसिड H2SO। ल हामीले त्यही ट्राई गर्ने। के भइरहेछ? यो सोडियम क्लोराइड की Na सोडियम क्लोराइड NaCl2 प्लस मैंगनीज MnO4 मैंगनीज डाइऑक्साइड MnO2 भइहाल्छ प्लस H2SO4। यो कन्ड H2SO4। यसबाट हाम्रो के बनिहाल्छ? हामी जब हिट गर्छौ, यसले हिट गर्छौ, हामीले तब हाम्रो के बन्छ? क्लोरिन ग्यास बन्छ। ग्यास नै बन्छ। ग्यास अथवा कम्पाउन्ड जे पनि भनौस्, तर बन्छ। यता क्लोरिन बन्छ हाम्रो। अब क्लोरिन बनिहाल्यो, अब के बन्छ? एउटा अझै बनेछ हाम्रो यो NaSO4 बनेछ। ठीक छ। अनि फेरि त्यहीबाट आइहाल्यो। Na सँग SO4 रिएक्सन गर्यो, फेरि Mn पनि सँग त्यही गर्यो। भइहाल्छ। यता MnSO4 बनिहाल्यो, यता क्लोरिन भइहाल्यो, अनि एउटा के बनिरहेछ? पानी बनिरहेछ। यही हो रिएक्सन। अनि यो जब रिएक्सन याद भइहाल्छ नि, त्यो फ्लोरिनको ब्रोमिनको रिएक्सन अनि आयोडिनको रिएक्सन याद भइहाल्छ। सेम छ। ठीक छ। मात्र एउटा आयोडिनमा हामीले सोडियम ठाउँमा कुन युज गरेछौ? पोटासियम। किनभने सोडियम जुन छ त्यो सायद यसको लायक नहोला, त्यसैले यसको रिजन यसको सरले बताउनु भयो, त्यो चाहिँ हामीले किन युज गर्दैनौँ भनेर।
यही हो एकचोटि सबजना प्रिपरेसन हेर्नु कि प्रिपरेसनमा केही छैन ठीक छ यही सब युज हुन्छ सबैमा यहाँ क्लोरिन बनाउनु छ भने क्लोरिन युज भएको छ ब्रोमिन बनाउनु छ भने ब्रोमिन युज छ अनि आयोडिन बनाउनको लागि एउटा मैले आयोडिन युज गरिरहेको छु आयोडिनको ल्याबोरेटरी प्रिपरेसन आयोडिनको लागि पोटासियम चाहियो हाम्रो पोटासियम आयोडेट चाहियो के चाहियो हामीलाई पोटासियम आयोडिन चाहियो आयोडेट चाहिएन पोटासियम आयोडिन चाहियो MnO2 चाहियो H2SO4 चाहियो यसमा हाम्रो के भन्छ हेर्ने अब के भनिरहेछ सबभन्दा पहिला हामीले के बनाइरहेछ यो आयोडिन बनाइरहेछ भने I2 त बन्छ नि बन्छ पानी पनि बनिहाल्छ ठीक छ अब के छ यो KSO4 K2SO4 बनिहाल्छ अनि MnSO4 बनिहाल्छ MnSO4 त्यही बनिरहेछ यहाँ K2SO4 को ठाउँमा के यहाँ चाहिँ SO4 यस्तै NaHSO4 बन्छ NaHSO4 यहाँ के बनिरहेछ NaHSO4 बनिरहेछ अनि यहाँ पोटासियम छ भने पोटासियम KHSO4 यो यसरी पनि गरेर कि त याद गर्न सक्नुहुन्छ चाहे बुझ्न सक्नुहुन्छ गाह्रो छैन एकचोटि हेर्नु होला ट्राई गर्नु होला बन्छ अनि फिगर त हाम्रो सिलेबसमा भनेकै छैन जो इम्पोर्टेन्ट छ तर पनि सबले के गर्नु होला फिगर हेरिदिनु होला म यसको यो रियाक्सनहरु एकचोटि भोलि अझै रिपिट गराइदिन्छु तपाई पनि पढेर आउनु होला फिजिकल प्रोपर्टिज अफ हेलोजनमा फिजिकल प्रोपर्टिज अफ हेलोजनमा हेलोजनको प्रोपर्टी के हो साल्ट बनाउनमा काम लाग्छ साल्ट फर्मिङ एलिमेन्ट्स हो ठीक छ फिजिकल प्रोपर्टिजमा के भन्छ फ्लोरिन एन्ड क्लोरिन आर पेल कलर ग्यास ब्रोमिन इज रेडिश ब्राउन एन्ड यो कलरहरुको कुरा सरले यसमा गरिदिनु पर्छ अनि अल हेलोजेन्स आर मच मोर सोलुबल इन अर्गानिक कम्पाउन्ड्स लाइक हेक्सेन यिनीहरु अर्गानिक सोल्भेन्टमा पनि घुल्ने गर्छ कस्तो अर्गानिक सोल्भेन्ट यसको नाम के हो हेक्सेनमा घुल्ने गर्छ बढी गरेर यो नन मेटल हुन्छ ठीक छ डाई एटमको फर्ममा बसेको हुन्छ डाई एटमिक भनेको यो वाला जस्तै यो Cl हैन Cl2 को फर्ममा एक्जिस्ट गर्छ बढी गरेर यसैले भनिन्छ डाई एटमिक भनेको दुईटा भएको दुईटा क्लोरिन मेल्टिङ र बोइलिङ पोइन्ट घट्दै जान्छ यिनीहरुको डेन्सिटी बढ्दै जान्छ ठीक छ कलर बिकम्स डार्कर डाउन द ग्रुप फिजिकल स्टेट चेन्जेस फ्रम ग्यास फिजिकलबाट चेन्ज भइहाल्छ ग्यासमा ग्यासबाट चेन्ज हुन्छ लिक्विडमा लिक्विडबाट चेन्ज हुन्छ केमा सोलिडमा यसमा उल्टा छ यस्तै छ तपाई पनि हेरिलिनु होला बडी छैन एकचोटि हेर्नु अनि भोलि जे प्रब्लम छ सोध्नु गाह्रो छैन यो रियाक्सनहरुमा भोलि एकचोटि अझै गर्दिन्छु अनि भोलि हामीले सक्ने यो हेलोजन अनि नेक्स्ट क्लासमा हामीले यो मेटालिक कम्पाउन्ड सक्ने अनि हामीले यो अर्गानिक केमिस्ट्रीसँग इनअर्गानिकसँग छुटकारा पाउने